परे पनि जुनसुकै चुनौतीको सामना गर्नु परे पनि त्यहाँबाट कुनै पनि हातमा आफ्नो आर्कलाई छोड्न पाइने छैन र त्यसलाई कब्जा गरेर दुश्मनमाथि पुरै हमला बोलिराख्नेछ। हतियार प्रविधि पनि हामी त्यसरी त्यहाँ केन्द्रित गरेका छौँ, कमान पनि हामी त्यसरी त्यहाँ केन्द्रित गरेका छौँ। पाल्पा कारबाहीमा अगाडि बढ्न लागेको जनमुक्ति सेनाको रोलकालमा बोल्दै नेकपा माओवादी गण्डक क्षेत्रीय ब्युरो इन्चार्ज कमरेड अनिलले भन्नुभयो, हामीले त्यतातिर केन्द्रित गरिएका छौँ र अब फौजी सङ्घर्षबाट फौजी हमलाबाट मात्रै हामीले अब निष्कर्ष निकाल्ने, राजनीतिक निष्कर्ष निकाल्ने, निर्कोल निकाल्ने प्रक्रियाको दिशातिर हामी अगाडि बढिरहेका छौँ। परिस्थितिमा आएको फेरबदल बनेको सामान्यतः यही नै हो। त्यसैले अहिले अब यो युद्धविराम भङ्ग भएर अब चाहिँ हामी फौजी सङ्घर्षमा चाहिँ केन्द्रित भएर लागिरहेको क्रममा स्थितिमा के परिवर्तन आएको छ? युद्धविराम भङ्ग हुँदाखेरि अथवा युद्धविराम हुँदाखेरिको स्थितिमा हामीले के चिजहरू प्राप्त गर्यौं? त्यति बेला चाहिँ राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा जुन किसिमको हामीले राजनीतिक हस्तक्षेपहरू बढायौं, त्यसबाट हामीले के प्राप्त गर्यौं? त्यसबाट हामीले के प्राप्त गर्यौं भनेदेखि हामीले 10 वर्षको जनयुद्धबाट प्राप्त भएको जो सफलता हो, त्यो सफलतालाई हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चाहिँ त्यो वास्तवमा 10 वर्षदेखि चाहिँ जुन किसिमको निर्मम रूपले चाहिँ हामीले फौजी सङ्घर्षहरू गर्दै जनयुद्ध गर्दै आयौं, त्यो गर्नु ठिक थियो। त्यसलाई चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूमा र राष्ट्रिय अन्तर्राष्ट्रिय जन सरबराह वर्गमा समेत पनि हामीले स्थापित गर्न सफल भयौं र अब हामीले फेरि देशको जगमा टेकेर फेरि चाहिँ अर्को चाहिँ उपलब्धि हासिल गर्न, अर्को उचाइ हासिल गर्नको लागि फेरि अर्को प्रकारको हामीले हमला अगाडि बढाउँदै छौं। पश्चिममा भएको 7औं डिभिजनका सह कमान्डर कमरेड जीवनले पहिले डिभिजन कमान्डर कमरेड पर्जोलाई खबर गर्नुभयो। उहाँ 35 घण्टा हिँडेर फर्मेसनमा पुग्नुभयो। डेटेड पनि फिक्स भइसक्यो अनि हजुरहरूको र हाम्रो भेट छिटै गर्न पाए राम्रै हुने थियो सोचे थिएँ। बरु यो सबै प्लानको सपरेसन गर्नुपर्ने हुन्थ्यो। प्लान कस्तो बनाउने के गर्ने भन्ने विषयमा जो जम्मै जाने कुरा भएको छ। त्यसो भए कति बेला मिलाम त सर? अनि म धेरै टाढा छु अनि मलाई कति दिन लाग्छ हैन? त्योभन्दा तपाईँ कहाँ आउनु मलाई कति दिन लाग्छ? यहाँबाट त्यहीँ जान 2 दिन जति लाग्छ होला। त्यसो भए भन्दा धेरै टाढा छु सर। आउन त आउने कुरा हो, म आउने कोसिस गर्ने कुरा भएछ। एउटा अर्को मोटामोटी प्लान अध्ययन गर्ने कुरा र मोटामोटी प्लान ठोस गर्नको निमित्त र नि फोनबाट ठोस कुरा गर्दा सर एक समयमा फोन मिलाम न सम्पर्क है। माघ 17 गते अपराह्न 4 बजे ओखरी गौडाबाट हिँडेको 4थो डिभिजन केरौलीमा बस्यो। 5औं डिभिजन गोठादीमा र 6औं डिभिजन दहमा बस्यो। पश्चिमी मोर्चामा भएको 7औं डिभिजन देउरालीमा बस्यो। माघ 18 गते बिहान डेपुटी कमान्डर कमरेड प्रभाकरले अन्तिम खबर बुझ्दै 4 डिभिजनलाई मार्चिङ अर्डर गर्नुभयो। मध्याह्न 12 बजे 5औं डिभिजन तानसेनतर्फ लाग्यो। दिउँसो 1 बजे 6औं डिभिजन, 3 बजे 4थो डिभिजनले युद्ध यात्रा सुरु गरे। 7औं साँझ 6 बजे तानसेनतर्फ आनियो। तानसेनतर्फ अगाडि बढ्दै गर्दा बाटोमा सुनिने हवाई जहाजका आवाजले पोजिसन खुल्ने चिन्ता हुन्थ्यो। त्यसैले जनमुक्ति सेना आवश्यक कभर लिँदै अगाडि बढ्यो। यात्रामा डेपुटी कमान्डरले सर्वोच्च कमान्डर कमरेड प्रचण्डलाई तानसेनतर्फ गइरहेको जानकारी गराउनुभयो। सर्वोच्च कमान्डर कमरेड प्रचण्डले आक्रमण सुरु भएमा फोन गर्न निर्देशन दिनुभयो। मार्च अगाडि बढ्दै गर्दा भूगोलको अन्यताले समय उल्लङ्घन भइरहेको थियो। क्याम्प नजिकै आन्तरिक दुर्घटना भयो र एकजनाको शहादत भयो। आन्तरिक दुर्घटनाको आवाजले दुश्मन चनाखो भइसकेको थियो। प्लान नयाँ ढङ्गले विस्तारित गरियो। आधाले बाहिरी दुश्मनसँग र आधाले तोकिएको आर्कमा भिडन्त गर्ने गरी बढ्ने निर्देशन भयो। राति 10 बजे 6औं डिभिजन आर्कमा पुग्यो। 7औं डिभिजन पनि पुग्यो। 5औं डिभिजन पनि पुग्नै लागेको खबर आयो र 4थोको बाहिरी पोस्टमा पुगेका टिमलाई एसाल्टमा पठाइयो। पौने 11 बजे तानसेनमा जनमुक्ति सेनाले भीषण हमला गरी धावा बोल्यो। पाल्पामा लडाईँ सुरु भएको छ। कारागार कब्जा र मुख्य ब्यारेकलाई ब्लकिङ गर्ने जिम्मेवारी पाएको 5औं डिभिजनले 10-15 मिनेटमै कारागार कब्जा गर्यो र 138 जना बन्दीहरू रिहा भए। तर सैनिक ब्यारेकलाई 5औंले घेराबन्दी गरिराख्यो। 7औं पश्चिम डाँडाबाट, 6औं पश्चिम दक्षिण भागबाट र 4थोले पूर्वी उत्तरी भागबाट आक्रमण गर्ने गरी आर्क मिलाइएको थियो।
आक्रमणको 1.5 घण्टाभित्र डिएसपी कार्यालय कब्जा भयो। बारुदखाना क्याम्प 3 बजे भित्र कब्जा भयो। सेनाको घरमा फाइट परिरहेको छ एउटा कुरा, अर्को कुरा टावरमा माथि जनता घरमा बसिया छ अरे, एक प्लाटुन जति छ अरे माथि, त्यहाँ बाँकी छ। अहिले त्यहाँ ठुलो घरमै केन्द्रित गर्ने भन्ने छ। त्यो शीतल पाटिया फाइट परिरहेछ। त्यो तपाईँको फोर्सलाई बढाउनु भएको छ अगाडि। दरबारमा आगो लाग्यो, तानसेनको आकाश धुवाको मुस्लोले ढाकियो। तल 10-12 जना आर्मी पनि कब्जा भयो अरे, हतियार पनि कब्जा भएको छ भन्छ तिनको। हजुर हजुर युद्धमै कब्जा भएका प्रहरीहरू। भाइको लालबहादुर परियार घर कहाँ हो? सल्यान हजुर। ए सल्यान कहाँ? सल्यान माछकाँडा गाविस पर्छ। हामी बुटलदेखि आएको दाइ थाहा छैन मलाई, 6-7 दिन भयो आज। ए कतिजना थियो जम्मा प्रहरीहरू? 150 जना जति हुँदो भयो। ए हतियारहरू कति थियो? हतियारहरू खै दाइ कति थियो यहाँ, अब हामी नयाँ मान्छे। ए तनाउ कहाँ? ए आज यहाँ हमला हुन्छ भन्ने थाहा थियो तपाईँहरूलाई? नै थिएन, केही सङ्केत थिएन। तपाईँको के दर्जा हो? सिपाही हो। सिपाही हो। कस्तो अवस्थामा तपाईँ कब्जामा पर्नुभयो नि? अनि त्यहाँ पोस्टमा लुकेर बसिरहेको थियो हजुर। ए त्यहाँदेखि त एउटा दाइ जानुभयो, साथी हो केही पनि हुँदैन, नडराउनुहोस्, खोइ हतियार छ भने ल्याउनुहोस् भन्नुभयो। हाम्रो त्यो पोस्टमा 2 नल हतियार थियो। ए के हतियार थियो? ए नट थियो, त्यो हतियार बुझाइदिनु भयो? बुझाइदियो। अनि के छ अहिले बाटोमा आउँदाखेरि कतिको सम्मान पाउनु भएको छ कि? अनि एकदम ठिक छ हजुर। के छ जस्तै अब माओवादीसँग लड्न सकिन्छ होला भन्ने लाग्छ कि अथवा के हो? पुलिस त सकिँदैन हजुर। तपाईँ सेनाले सक्ला र? खै सेना त उनीहरूको अहिले माथिबाट हेलिकप्टर आइरहेछ, तपाईँले अलिकति के छ ऊ भइरहेछ कि मनोबल बढिरहेछ कि के छ? छैन हजुर, यो हेलिकप्टर आउने जाने मात्रै हो। युद्धमै घाइते भएका जनमुक्ति सेनाका एक योद्धा। कुन टिमको? बसन्त एसमेन्टको थर्ड डिभिजन। ए कति बेला हो तपाईँ घाइते हुनुभयो? त फर्स्ट साल ए अनि कब्जा भइसकेपछिको स्थिति थाहा पाउनुभयो? के थाहा भयो? तपाईँ अब जनमुक्ति सेनालाई के भनेर अब गर्नुहुन्छ, बुझ्नुहुन्छ, कसरी बुझ्नुभयो जनमुक्ति सेनालाई? तानसेन कारबाही शानदार रूपमा सफल भएपछि डेपुटी कमान्डर कमरे प्रभाकरले मोर्चामा खटेका सबै डिभिजनलाई रिट्रिटको कासन गर्नुभयो। अब रिट्रिट हुनुहोस्। त्यहाँ उगे प्रतीक्षाहरू छ, तिनलाई पनि यता जाने भनिदिनुहोस् त प्रतीक्षाहरूलाई। ल सबलाई रिट्रिट गराएँ मैले। अब ल कोर्डिनेसन गराएर मुनाललाई विवेक पनि हिमाललाई पनि एकैसाथ हटाउनुहोस् त। ल कर्मश मतलब अब हटाइहाल्नुहोस् है। ल हेलो तपाईँहरू त्यहाँबाट हटेर नि त्यही बाटो त्यो मतलब फाँटभरि काट्नुहोस् के अरे, अनि उता मतलब डाँडोमा जङ्गल पसेर जताबाट आउनुभयो उतै जाने कुरा भयो। पाल्पा तानसेन कारबाही पछि 4औं, 5औं र 6औं डिभिजन पूर्वतर्फ र 7औं डिभिजन पश्चिमतर्फ फर्के।